हेलो एभ्रिवान, आज चाहिँ म फेरि नयाँ डिस लिएर आइसकेको छु। यो चाहिँ रहेको छ गङ्गटा। कसले थाहा पाउनुभयो त यो गङ्गटा हो भनेर। यो चाहिँ अहिले सानै छ, यसलाई चाहिँ अब पकाउनु पर्यो। यो सबै धुइवरि काटेर यसको फोर सबै निकालेर फालिसकेको छौँ। अब यो पकाउनुलाई चाहिँ रेडी भइसकेको छ। हेर्नुहोस् है, गङ्गटाको खुट्टा, पहिलो मासु, अनि तेल तातिसक्यो। अब यसमा मेथी सेथी हालेर पियाज लाउने, खुर्सानी सबै थोक लाएर मिठो गरी पकाएर खानुपर्छ। कसलाई मनपर्छ गङ्गटा। यो चाहिँ पियाज अलिक खरेपछि अनि यसमा गङ्गटा लाउने। अब हल्का यसलाई भुट्नुपर्छ, धेरै नभुटे पनि हुन्छ। गङ्गटालाई चाहिँ हल्का भुटे पनि भयो, किनकि गङ्गटा आफै साह्रो हुन्छ। यो चाहिँ पुरै अब भुटेर यसलाई म फ्राई गर्दैछु। अब नुन, स्वाद अनुसारको नुन, अनि हल्का बेसार हाल्नु पर्यो। मेरो क्यामराम्यान नभएर म अब क्यामराम्यान खोज्नुपर्ने बेला भएछ। यो हाल्दै गरेर बेसार पनि हालिसके गाइज। अब यसलाई चलाउने हो, हल्का चलाएर चाहिँ पाक्न दिनुपर्छ। यो चाहिँ जति पकाए पनि पाक्ने खालको चाहिँ होइन, साह्रै हुन्छ कडाक कुडुक। कसले खानु भएको छ थाहा होला। मलाई चाहिँ खासै मन पर्दैन यो। यसको अचार चाहिँ फेरि मिठो हुन्छ, कागती हालेर, त्यो चाहिँ फेरि मनपर्छ। यो यत्तिकै फ्राई गरेको चाहिँ मलाई मन पर्दैन है साथी हो। कसलाई मनपर्छ भन्नुहोस्, म अनि ल्याइदिन्छु। मेरो ब्याकग्राउन्ड चाहिँ कुचु मान्छे बोलेको आइरहेछ है साथी हो। के गर्नु, घरमा धेरै मान्छे भएपछि यस्तै हो। यो चाहिँ यत्तिको भइसकेछ। नुन र बेसार हालेर कसको बानी छ पकाउँदै ग्यास पुस्ने, मेरो चाहिँ बानी छ है साथी हो। यो चाहिँ भुटिसकेपछि अनि टमाटर र पियाज, लसुन, अदुवाको पेस्ट बनाएको थिएँ मैले चाहिँ। अनि यत्तिको भएपछि, रातो भएपछि लगाइदिएको मैले सबै थोक टमाटर र अदुवा लसुनको पेस्ट। यो अदुवा लसुनको पेस्ट चाहिँ छुट्नु भएन है साथीहरू, केही मानी। हामी झन् थारूहरूको त आमामा छोडिदिनु न, कति अदुवा लसुन बिना त केही नै पाक्दैन होला घरमा। अनि यत्तिको चाहिँ भयो। अब यो टमाटर पनि पाक्न दिनु पर्यो हल्का, किनकि त्यत्तिकै त खानु भएन गाइज। अनि यसलाई अलिकति पाक्न दिएको मैले। रातो भएको छ पुरै, हेर्नु न, पहेँलो गङ्गटाको मासु देखिरहेछ। मसला अनि खुर्सानी पनि अब ठिक्कको, हामी त पिरो नै खान्छौँ। अब पिरो खाने मान्छे घरमा, अनि पिरो खानु परिगयो। यत्तिको यो धुलो खुर्सानी हाल्यौँ, अनि धुलो मसला हालेर जब बोल्न थाल्यो तब ब्याकग्राउन्डमा किची सबैजना बोल्दिन आउँछ गाइज। बोल्ने वातावरणै छैन मेरो घरमा। अनि अब यो पुरै पाकेर अनि म तपाईँहरूलाई देखाउँछु। यत्तिको चाहिँ भयो है साथी हो। यो थारूहरूले के खान्छ भनेर भन्दै हुनुहुन्छ होला, तर यस्तै चिज पहिला खान्थे अरे हाम्रो हजुरबुवा हजुरआमाहरूले। पाकेर चाहिँ यस्तो भइसक्यो। यो चाहिँ आलसको सुप, हाल्दा पनि भयो नहाल्दा पनि भयो, तर हाल्दा चाहिँ मिठो हुन्छ अरे अझै बढी। त्यही भएर मैले पनि लाएँ यो आलसको सुप हालेर हल्का पानी हालेँ। ग्रेभी भयो यो चाहिँ, हल्का ग्रेभी पकाउनु पर्छ। रस हाल्नु पर्यो, रसभित्र चुस्नु त पर्यो। सुक्खा चाहिँ धेरै ड्राई हुन्छ, ड्राईतिर खानु हुँदैन। यसले चाहिँ हल्का रस चुस्ने तरिकाले चाहिँ बनाउने हो। यसमा चाहिँ नुन कम हाल्नु साथीहरू, किनकि यो आफै नुनिलो हुन्छ गङ्गटा। यो चाहिँ मैले भन्नु बिर्सेछु अघि, नुन ठिक्कको हाल्ने, एकदम कम हाल्ने खासमा चाहिँ नुन, किनकि यो आफै नुनिलो हुन्छ गङ्गटा। मेरो ब्याकग्राउन्डमा चाहिँ धेरै मान्छे बोल्यो आज।
यो के भन्नु र गङ्गटा यतिको पाकिसक्यो पुरै यो फिनिसिङ चाहिँ मेरो गङ्गटाको फिनिसिङ। अब खाँदा चाहिँ कस्तो हुन्छ गाइज म खाएर अरे भोलि भन्छु बाई बाई मेरो साथीहरूलाई।